मोमो खाने भन्ने अनि चटनी बनाउन आउँदैन त नातिनु है साथीहरु तपाईहरुको लागि भनेर मैले छोटो मिठो चटनीको रेसिपी लिएर आएकी छु है रेस्टुरेन्ट स्टाइलको भन्दा पनि मिठो। सुरुमा त सेतो तिललाई रातो गरेर पर्पल गरेर भुटेकी छु। एउटा तावा बसालेर त्यो तिललाई राखेकी छु है। काटेको खुर्सानीको टुक्रा, प्याजको पत्ता, लसुनको पत्ता, अदुवा लसुनको पेस्ट, त्यसपछि माथिदेखि रातो गोलबेडा राखेकी छु है। यति बेसार नुन अनुसारको स्वाद एकछिन छोप्दै चलाउँदै गर्नु है। जस्तो तपाईको शरीर गर्मीले गर्दा फ्यात्लाक्कै हुन्छ टमाटर नि त्यस्तै फ्यात्लाक्कै गराउनुस् है। 5-10 मिनेटको लागि सेलाउन दिम र मिक्सीमा राखेर ग्वार ग्वार पार्दिम है। एउटा बाउलमा राख्न तर्फ लागि यतिको मिठो हुन्छ। अमिलो चाहिए तपाईहरुले अमिलो पनि राख्न सक्नुहुन्छ है। उता मोमो पनि रेडी। अब खाना तर्फ लागेकी छु है। साच्चै साथी यो चाहिँ मैले ढाटेको होइन है। यो चटनी यस्तो मिठो भएको छ कि एकचोटी हैन मलाई त फेरि फेरि खानु मन लाग्छ। तर के गर्नु एकचोटी मात्रै खानु पर्छ के साथीहरु, किनकि हामीलाई फेरि फेरि खायो भने पैसाको नासो मात्रै हुन्छ के है। यो चटनी तपाईहरुले एकचोटी ट्राई गर्नै पर्छ र 5-6 प्लेट मोमो त तपाईको पेटमा मज्जाले जान्छ ल।